हेलो हेलो नमस्कार नमस्कार सम्पूर्णलाई यो भिडियो हेर्नुहुने सम्पूर्णलाई मेरो आमा क्रिएसन युट्युब च्यानल सबैजनाले सब्स्क्राइब गरिदिनु हुन हार्दिक अनुरोध छ। यो हो डोटी जिल्लाको जोराइल गाउँपालिका वडा नम्बर 1 साकिन डाँडा हो। यो चाहिँ मेरो घर चाहिने खास देखाउनुको उद्देश्य के हो भने मैले बिक्री गर्ने सोचमा छु। यतातिर के हो भनेर सोच्नु भयो होला धेरैले। आल्चा भन्ने थाहा छ कि थाहा छैन, धेरै जसोलाई थाहा नहुन पनि सक्छ, कसैलाई थाहा होला। यो घरदेखि यतातिर सबै यो आल्चाको बारी हो। यो धेरै राम्रो मिठो मिठो हुन्छ। यसले त्यस्तो केही बिरामी हुने बढी खाएपछि त्यस्तो शारीरिक रूपमा केही असर पार्ने खालको कामहरू केही पनि गर्दैन। यो धेरै राम्रो फल्छ प्रत्येक वर्ष। यो राम्रो मूल्यमा बेचिन्छ यतातिर बजारतिर पनि। यो घरदेखि नजिकै हेर्नुहोस् पुरै जङ्गल छ यतातिर बाख्रा पालन, गाई बस्तुहरू, भैँसी पालन त्यस्तो गर्न पनि धेरै एकदम राम्रो छ। यो घरदेखि यतातिर बारी, यो लसुन हेर्नुहोस् बारीमा यति राम्रो राम्रो लसुनहरू प्याजहरू फल्छ। सबै साग तरकारी जे पनि फल्छ 12 मास। यहाँ तपाईहरु जे लगाउनुहुन्छ एकदम राम्रो फल्छ। अब लसुनको रेट तपाईहरुलाई थाहै नै छ, अहिले एकदम हाई रेटमा बेचिन्छ। 110-20 स्टार्टिङमै पाइन्छ किलोको। यो प्याज हो। प्याज चाहिँ अरु वर्ष धेरै राम्रो हुन्थ्यो, यसपालि अलि ढिला भएर पनि हो क्या हो, अरु साल जस्तो खासै भएन भनौँ। यो अहिले यतिकै छ, अझै छ टाइम छ नि त। अब यो निकाल्ने जेठको त्यही 10-15 तिर हो, त्यतिखेरसम्म अझै यो मेहनत गरेपछि गोडमेल मलजल गरेपछि भइहाल्ला। यो ठिकै छ अझै पनि, तर जस्तो हुनुपर्ने हो त्यस्तो भएको छैन। अलिकति यसपालि चिसो पनि बढी भयो, लगाउन पनि केही समय अलिकति ढिलो भएको कारणले यो त्यति राम्रो हुन सकेको छैन। यो पनि राम्रै मूल्यमा बेचिन्छ। हेर्नुहोस् यतातिर खेतबारी छ, यता यो लसुनै हो, यता पनि यता आधा प्याज छ, उता तलतिर सिमी भयो, मुला भयो, यता जोगिनी फर्सीहरू सबै लगाइएको छ। यता खासै अब मान्छे पनि नभएको कारणले आधा खेत अलिकति त्यतिकै छोड्ल्या छ। यो यतातिर जङ्गलै जङ्गल, धेरै राम्रो ठाउँ छ। कोही किन्न चाहनुहुन्छ, कोही इच्छुक व्यक्ति हुनुहुन्छ भने धेरै राम्रो ठाउँ छ। तपाईको नम्बर मलाई मेसेजमा छोड्न सक्नुहुन्छ, मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। रोड नजिकै